हेलो साथी नमस्ते स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। आज चाहिँ म माथि रोडमा आएको छु। मलाई खासै हल्का सन्चो छैन, रुवा खोकी लागिरहेछ अनि त्यही औषधि लिनलाई आएको। त्यही बेला भिडियो बनाएको साथीहरु। पहाडको रोडहरु है साथीहरु, यो चाहिँ बाटो कस्तो घुमाउरो हुन्छ। म चाहिँ खासै मोबाइल चलाउन आउन्न, त्यही पनि सिक्दै छु। पाहाडमा घरहरु यो रोडबाट चाहिँ हाम्रो घर त्यहाँ बिचमा पर्छ साथीहरु। यो रातो टिन लगाएको चाहिँ हाम्रो घर देखिन्छ। खोला नाला मकैबारी जंगल। पहाडमा चाहिँ एकै ठाउँमा घर हुन्न के, छुट्टा छुट्टै घरहरु हुन्छ। फाइनली साथीहरु म चाहिँ औषधि लिएर अब घर फर्किँदै छु। बाटो यस्तो खोल्सा खोल्सी छन्। बर्खामा यो खोल्साबाट कत्रो पानी आउँछ। यहाँ चाहिँ जहाँ पनि पानी हुन्छ है साथीहरु। मुलको चिसो पानी आछ। म चाहिँ यो खोल्साको बाटो कटेर अब हाम्रो घर जाने गल्ली बाटो आइसके है साथीहरु। यो चाहिँ हाम्रो घर जाने बाटो गल्ली हो। यो खोल्सा हो, यो खोल्साको बाटो।
माछा छैन पोखरी मात्र रहेछ किन मेरो मोबाइल दे त हाम्रो घर थियो हामीले गल्लीको बाटो भन्छौं हाम्रो घर नासपत्तीको बुट्टो बेलौतीको बुट्टोको छ है साथीहरु यो हामीले पहिला यसलाई के भन्छौं हिला यसको चोप चाहिँ खुट्टा लाउने नि हिलाले खाएको सन्च हुन्छ भन्ने कि हिलाले खाएको ठाउँ लाउने के यो यहाँ चाहिँ के भन्नुहुन्छ कुनै थाहा छैन है साथीहरु कति धेरै छ यो त ए हाम्रो बाबाले मुढा दाउरा कति धेरै राख्नु भएको आयो नासपत्तीको बुट्टो कस्तो अलि कालो आएछ के भन्ने घर आइसके अब साथीहरु यही हो कुरो कानी चाहिँ